नमस्कार सबैजनालाई। हामी गाउँ गाउँमा मसबाङको लोकल भाले जति सब सिकिने भयो, पोथीहरू मात्रै बाँकी बस्छ है। कालो बादलले भाले जति त सबैको हो नि, स्यारबाङको सिद्ध्याएर पनि अब मसबाङतिर छिरिसक्यो है कालो बादल। हामी चाहिँ यतातिर घुम्दैछौँ। जे जस्तो पनि लोकल स्टाइलको डान्सको हिरो हजुरहरू है, त्यो गर्ने गाउँघरतिर के कस्तो छ हामी त घुम्नु हिँडेको। दिदीहरू नमस्कार। ढोका लगाएर बसेको ढोका लगाएर लुक्नु भयो, नलुक्नु तपाईँलाई हामीले खाँदैनौँ। हामी एउटा बोल्नुको लागि। दिदी नमस्कार। बाहिर निक्लिनु बाहिर निक्लिनु न त। हालैसँग यो घरबाट चाहिँ हामी फेरि माथिसम्म पुग्ने नै छौँ। छेउमा एउटा देउजरको स्कुलसम्म हामी पुग्ने नै छौँ है त। अच्छा, मसबाङको स्कुल क्या, यो काली मिलिन है। ठिक छ, एकदम रमाइलो छ। निक्ले कागती सर एकदम निक्ले कागती हो कि भयो। तपाईँ किन लजाउनु भयो? नलजाउनु न, एकछिन बोलिदिनु न प्लिज। लजाउनु छोडिसकेको छ होइन। कागतीको पात खाँदै कालो बादल उकाली हिँड्दै देख्न सक्नुहुन्छ होइन। ए के हो सर यहाँ? ओ सुगा, म बोल्छु यता आउनु त, म उहाँसँग बोल्छु। नमस्ते सुगा। नमस्ते। तिमी बोल्दैनौ? म आइसकेँ त तपाईँको गाउँमा। नमस्कार। म चाहिँ यो गाउँको शेरबाङ गाउँको लोकल स्टाइलको डान्सको हिरो। तपाईँले मलाई देख्नुभएछ? देखेको छैन भने चाहिँ यहाँको प्रतिभाको मान्छेहरूलाई भिडियो सिडियोमा मलाई देखाइदियो भन्न है। कालो बादललाई है कस्तो तर्सिन लगाइदियो यार। हेर्छ रहेछ त सर, चस्मा चस्मा लगाइदिनु बेला खतरा हेरिरहेछ, राम्रो हेर्ने रहेछ। हामी हिँडिसकेको छौँ। मसबाङको ठाउँतिर बस्ती त राम्रै रहेछ क्या, ठुलै रहेछ। एकदम रमाइलो छ। राम्रो रहेछ घरहरू पनि। हेर त भन्ज्याङ चौतारी कार्यक्रम घर त गर्ने घर त दामी रहेछ। एकदम डेन्जर छ नि त्यो घर चाहिँ, भर्खर बन्दै रहेछ है। भर्खर बन्दै हो। सिमेन्ट पनि झारिसकेको रहेछ। रमाइलो छ। यो चाहिँ यो घर चाहिँ भर्खर बन्दै रहेछ। घर चाहिँ पहिला नै बनिसकेको, अब चाहिँ यहाँ ढलन गर्दै रहेछ। ढलन गरिसक्यो, प्लास्टर हान्न मात्रै बाँकी छ। अब हामी त्यो घरमा पनि जानेछौँ है। आज जे जस्तै भए पनि लोकल स्टाइलमा कालो बादल डुल्नु हिँडेको। मसबाङको दादाहरूले पहिला मलाई खबर गर्नुभएको थियो। अनि बाबु हाम्रो गाउँतिर पनि डुल्न आऊ है भनेको थियो। लोकल स्टाइलमा ढुल उडाउनु चाहिँ हामी यता फेरि मसबाङतिर पसिसकेको छौँ। फापर बारिस हेर्नु सक्नुहुन्छ। रमाइलो छ। फापर फुल्नेमा माया बस्छन् है तिमी डुल्नेमा। लुक्छ अब। फापर फुल्छ, माया बस्छ। आज त सर त्यो दिदी लुक्ने होला अब। पास बस्नुपर्छ क्या। नमस्कार दिदी। नमस्कार हजुर, लोकल स्टाइलमा नमस्ते। ल तपाईँहरू बसिराख्नु भएको रहेछ, तर्सिनु पर्दैन। एकदम रमाइलो छ यो घरमा। त पनि खिचिदिन्छ सर एकचोटि त्यो फोटो जुम टार्ने टक्क देखाइदिनु त। हाम्रो गाउँघरको एउटा होइन। पनि हामी घुम्नको लागि यहाँबाट बाटो छ होइन त। ल हामी एउटा त्यो छिट्नु पऱ्यो है त। रमाइलो छ यार गाउँघर सर, दामी छैन है। बाख्रा पाल्छ यहाँ कस्तो बाटोको राम्रो रहेछ। कता जाँदा म यता हाल्नु पऱ्यो नि। अब त्यो हिँड्दा अब फुस्किन्छ क्या। तोरी साग मिठो हुन्छ नि सर। माथि जाने हुन्छ। यहाँबाट फापर के बित्ति सप्रे यस्तो आमा यहाँ त प्रायः जस्तो फापर कम्ती हुन्छ क्या। यहाँ फापर लाउँछ नि सर यहाँ। हेर्नुहोस् त। वाउ कस्तो बबल। यहाँ डेन्जर छ है। हामी गाउँतिर पर्दाखेरि चाहिँ फापरको बारी, तोरीको बारी देख्न सक्नुहुन्छ। मैले भने तपाईँलाई फापर कम्ती छ भनेर।
अनि कता आयो यतै त नि बाटो बिर्स्यो त त्यो त होइन सर यार बाटो होइन बाटो होइन उता रोड निस्किनुपर्छ उता जानुपर्छ यता डिल्ली लिन त यहाँबाट यसरी हो कि यता छिरौँ नि त बाटो बिर्स्यो गाई त्यहाँ बाटो बिर्स्यो गाँजा पनि रहेछ त होइन बाटो बिर्स्यो त्यही हो बाटो गाँजा रहेछ हेर्नुहोस् त हाम्रो बाटो बिर्सेर यो गाँजामा आइपुगेछ कस्तो दामी गाँजा हेर गाँजा दामी रहेछ गाँजा गोदमा हिँड्न लाग्ने यो हाम्रो सरले बाटै खाँदा सिकिन्छ अरे उताबाट रहेछ यो त होइन केराको बोटतिर बाटो बिर्सेर चाहिँ अब के गर्नु गएको छ गाँजा गनाइ भातमा मिठो बासा खान्छ मलाई खानुहुन्छ बासा जस्तो लाग्यो तपाईँले खान्छ होइन खानु बासा जस्तो लाग्छ कि बाटो पो यो हो यहाँबाट अहिले जाने आउने त्यहाँबाट हो साग कस्तो केमा पाइन्छ अरे केमा पाइन्छ अरे यो केमा पाइन्छ अरे यो सागमा होला नि त्यस्तो ढुङ्गै ढुङ्गा नि साग मसँग त यस्तो हुँदो रहेछ डायमन्ड छ नि खानलाई काँचो अन्त उता जे पनि दाममा छ नि सर देउजर र उदाउ कुन रोतै छ ऊ माथि उता छ देउजार होइन देउजर भन्दा राम्रो ठाउँ छ त हो नस्पति बेलौती फलाएर थियो अम्मा भेट्यो भने खाने हो खोइ होइन हुन्छ 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 नि जाडोमा नि हुन्थ्यो सब टिपेर खाइसक्यो कालो त्यो झुकेर बस्यो भने त टिपिहाल्छ नि कालो बाबुले त्यो कोडा बस्छ क्या झुकेर है हो जाडोमा नि हुन्छ कि हाम्रै गाउँतिर हाम्रै ठाउँतिर त्यो रोड हुँदै जाने क्या त्यो भ्लग बनाउनु भ्लग सक बनाउनु भने त्यस्तो सर यहाँ त ब्रोइलर पनि रहेछ यार ब्रोइलर पसल भन्नु त्यो पसललाई स्कुल नमस्कार हजुरहरू नमस्कार रकुल स्टाइलमा दर्शन टोकेन आज आमाले बस्नु